हामी चाहिँ खसी लिन जाने तयारीमा छौँ। अब कहाँ हुन्छ थाहा छैन, तर खसी लिन जाने चाहिँ आज हाम्रो फुल तयारी छ। साथीहरू आउँदैछ होइन। आज चाहिँ सुरुवातदेखि कहाँ खसी पाइन्छ कुवेतमा, अनि त्यसपछि कसरी छान्ने र कति रुपियाँ किलो सब भिडियो आउँछ। यो भिडियो चाहिँ फुल भिडियो हेर्नु होला, टक्क लाएर है त। ल साथीहरू आइदिएछ। कतिखेर कहाँ पुग्यो यो डाम्नाहरू। फेरि मन लुइटेल र अर्को एउटा बाजे पनि आउँदैछ गाडी लिएर। अरे कुर्ता कुर्दै यस्तो भएपछि खसी खानुपर्छ केटा। खसी लोकल खसी भन्छ, नभए यहाँ अरबिक खसी, अरबिकमै बोल्नु पर्ने होला खसीहरूसँग पनि। नेपाली पारामा नेपालीहरूलाई अब दसैँमा खसी नखाइ हुँदैन। अलराइट गाइज, मिठो मिठो खसी खानुपर्छ आज। ल हामी चाहिँ दसैँ मनाउने तरकारमा छ। कति नेपाल, अब नेपालमा जान नपाए पनि हामी यहीँबाटै गयो भने खसी ल्याएर लिम हाल्नुपर्छ। ल 2 मिनट भन्छन्, यत्रो बेर भइसक्यो अहिलेसम्म आएन। यस्तो छ खसी किन्न नि ढिलो गरिदिनु भयो केटाहरूले। खाना मात्र जानेको नमुनाहरू छ। अहिलेसम्म सालमिया छ, जानु पर्ने कहाँ होला। लगाइज ल आज चाहिँ केटो खसी किन्ने ठाउँ जान्छ पुरा छामी ल्याउने। फाइनली हाम्रो बोकासँग के बोकासँग ल पानी। सलामवालेकुम, के छ गुरु साँच्चै मलाई यहाँ यत्रो लोकेसन पठाएको छु मैले। पानी भने होइन त, चिसो पानी भने चिसो भने के खाने कोक के खाने के भन्नु कोक खाने दुःख दिन्छन् भने साह्रो दुःख दियो। दुईचोटि पानी चाहियो अरे, कोक चाहियो अरे। डाम्नाहरूलाई खसी छान्न जान छ, चिसो खानु पर्ने। नेपालमा भाइ एक प्याक लगाएर हिँड्थ्यो। ल यहाँ नपाउने यस्तै छ। लगाएँ फाइनली हाम्रो टोली चाहिँ खसी किन जाँदै कता भयो। फेरि कहाँ गयो खसी किन जाने अरे, चिसो खाएर जाने अरे। ल साथीहरू यो त एनी टाइम हुन्छ। त्यति यहाँ लोकेसन सब हेर्नुपर्छ साथीहरूले। ल सर चलाउँछौँ अब। ल त्यहाँ गयो भने भिडियो रेकर्ड युट्युबमा आउँछ क्या बेलुका। खसी किन्ने त लोकेसन सोकेसन भनिदिनु पऱ्यो नि सबै। केही फरक पर्दैन। यहाँबाट यहाँ जाने टाक 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 भन्छौँ, भिडियो रेकर्ड गरिरहन्छ। अलराइट गाइज, अहिले हामी चाहिँ सालमियादेखि छौँ। अब हेरौँ कति समय लाग्छ अरे। 1.5 घन्टा पो आमा त्यत्रो लाग्छ। सुवेक भने यिनीहरू जाने खै उहाँ हुनुहुन्छ हाम्रो महल विटेलज्यू। त्यो चाहिँ कुवेतको रासपा राष्ट्रिय स्वतन्त्र पार्टीका पूर्व उपसभापति पनि हुन्छ। साथै मिलिट्री समाज कुवेतका अध्यक्ष पनि हुनुहुन्छ। र उहाँ हुनुहुन्छ हाम्रो आजको प्रमुख अतिथि, जसले चाहिँ हामीलाई कहाँसम्म अरे खसी लिने बाटोसम्म कपतसम्म पुर्याउनलाई त्यो महत्त्वपूर्ण भूमिका खेल्नुहुन्छ। हेर्दाखेरि हान्छ। र उहाँ पूर्व होइन म त पश्चिमी हो क्या, पश्चिमी। उहाँ चाहिँ हालको वर्तमान उदयपुर मिलिट्री समाजका सचिव पनि भइसिन्छ। र साथीहरू चाहिँ एकदम रमाइलो मोडमा छ। र अहिले चाहिँ गाडी ट्राफिक पनि टक्क रोकेको अवस्था छ। अब यस्तै हो, यो सब कटकुट गरेर आउँछ, बेलुका टेन्सन लिनु पर्दैन। अरू कुरो थाहा भएन, खसी पाउनु पऱ्यो। यतिखेर गएर खसी पाएन भने मा कसम त्यहाँ जे पाउँछ त्यही काट्दै दिन्छु मैले। आज खसी काट्न पाउनु पऱ्यो। यो दसैँमा छाला भएको मासु खानु पाउनु पऱ्यो कि कसो। मसला ससला मिलिदिने मात्रै त, काटकुट त म फेरि गर्दैन। फेरि काट्ने त एउटा लानै पर्छ। कहाँ पेलाएन त गाँठ फट्छ नि। हाम्रो पहिला उठे हाम्रो सुसन गौतम चिन्नुहुन्छ? चिन्दिनँ। सुसन गौतम आउनु अरे हेर्नुपर्छ। मलाई केही थाहा हुँदैन, मैले कोही चिन्दैन। यहाँ फुडी फुटाएर लादी खानुपर्छ। लादी फालेर फुडी खानुपर्छ। भुटन बनाएर खानुपर्छ साथीहरू। धेरैजनाले चाहिँ कुवेतमा खसी कहाँ पाउँछ, कुवेतमा खसी कहाँ पाउँछ भने अब चाहिँ हामीले खसी पाउने ठाउँ जाँदैछौँ। पावल कारे ख्याल सर, पावलको पनि पावल भन्दैछ। कपत यो चाहिँ साउदी बोर्डर हो। साउदी बोर्डर अहिले पुग्नु पर्यो। जे होस् सालमियादेखि 1.5 घन्टा लाग्दो रहेछ। कपत भन्ने ठाउँमा रहेछ। अब त्यहाँनिरको प्रत्यक्ष हामी चाहिँ त्यहाँको के कस्तो छ सब देखाउँछ तपाईँहरूलाई।
फर्महरू मात्रै पाउँछ रेकर्डै भएर हुन्छ ल ओके अलराइट अहिले हामीसँग फेरि जोडिसक्नु भएको छ फरवानियादेखि हामीले चाहिँ उहाँ सरलाई पिकअप गरेको छौँ युवकजीलाई उहाँ चाहिँ हाम्रो टिमको युवा शक्ति टिमको चाहिँ एउटा चाहिँ अभिभावक पनि हुनुहुन्छ प्लस वरिष्ठ सल्लाहकार पनि हुनुहुन्छ है यसमा किन उ गर्नै पर्दैन पर्छ र पर्दैन हाम्रो अभिभावक चाहियो नि त एउटा र साथमा अब हामी अहिले उहाँकै नेतृत्वमा जाँदैछौँ खसी लिन खसी पनि यस्तो बबाल कि फेरि कुवेतीहरूले चाहिँ के गरे हुन्छ अरे पाले हुन्छ होइन कुवेती नै हो कुवेतीकै हुन्छ फार्म हाउसमा अरे 2-4वटा शब्द भन्दैन यसो कस्तो ठाउँमा जानलाई के अरे अलिक टाढा राख्यो है एकदमै धन्यवाद है विशालजी त्यो हाम्रो कस्तो हुनाले हरेक कुवेतीहरूको लागि चाहिँ अलग्गै यो सिटी एरिया भन्दा होइन पर राखेको हुन्छ त्यो फार्म हाउस हरेक कुवेतीको लागि चाहिँ आफूलाई थर्सडे फ्राइडे सटरडे त्यो उनीहरूको छुट्टी हुन्छ त्यो उनीहरूको अलग्गै त्यो तपाईँलाई स्विमिङ पुलदेखि लिएर होइन गार्डन तपाईँलाई हल डान्सहरू गर्नेदेखि लिएर किचनदेखि लिएर बेडरुम सबै कुरा भएको हुन्छ त्यो त्यो चाहिँ प्रायः हामीलाई चाहिँ भाडामा दिनुहुन्छ उहाँहरूले त्यो फार्म हाउस चाहिँ हामीले 24 घन्टाको लागि 12 घन्टाको लागि दिन्छौँ नेपाली तपाईँलाई एक दिन महँगो हुन्छ 50,000 झन्डै लाग्छ 120-30 केजीसम्म लाग्छ धेरै नै छ त्यो चाहिँ राम्रो ठाउँ छ त्यो एकदम शान्त ठाउँ होइन एकदम सेफ ठाउँ अनि सँगसँगै त्यो तपाईँलाई फेरि त्यो कस्तो भन्दा तपाईँलाई 2-3 हजार हुन्छ भएर हुन्छ त्यो फेरि एउटा दुइटा होइन त्यो भनौँ जो पनि हरेक वेदीको चाहिँ भनिसकेपछि सोच्नु त अब त्यो यति ठुलो हुन्छ कि मान्दै एउटा सानोतिनो सहरै बराबरको थियो तर त्यो फेरि मात्र कस्तो भनेर रिल्याक्सको लागि मात्रै बनाएको वेदीले रिल्याक्सको लागि बनाएको त्यसैमा चाहिँ हामीले चाहिँ लिएर हामी प्रायः यस्तो त्यो अटिन्छ 50-60-100जनासम्म अटिन्छ हेर्नुहोस् ठुलो हुन्छ है त्यो तपाईँलाई स्विमिङ पुल सबै गर्नु पाउनु भनेको त्यो 24 घन्टासम्म सबै तपाईँको एरियाको किन्ने भएछ होइन त्यहाँ भाडामा लिइसकेपछि तर सबै त्यो एरिया तपाईँको हो रातभरि मासु नेपालीहरू विशेष गरेर चाडबाडमा नेपाली नै हो नेपालीमा यहाँहरू बाटोमै बस्नु भएको अलराइट गाइज फाइनली हामी कपत भन्ने ठाउँमा आएका छौँ यो चाहिँ हाम्रो चाहिँ बोका गना लास्टै गनाउँदो रहेछ अब खसी यहाँ किन्ने त्यसपछि दसैँ मनाउला चाहिँ खसी यहीँ छोडेर चाहिँ हामी भित्रबाट चाहिँ पुरा स्विमिङ पुल त्यसपछि तपाईँहरूको चाहिँ महाकसम तर हेर लास्ट टाढा रहेछ है लास्ट होइन झन्डै 1 घन्टा लाग्यो हामीलाई सालमियादेखि आउनलाई अलिअलि ट्राफिक पनि थियो र खसै गना बोकै खसी के गना साथीहरूभित्र गइसकेको छ अवस्था छ तर मलाई लाग्छ बबाल भिडियो बन्नेवाला त सायद पुरै हेर्नुपर्छ साथीहरूले भित्र अलिअलि बोका गना यो बोकै त होला नि होइन युवकजी त्यो बोकै हिँड्दा गनाएको कि खसी हो ल यो भित्र चाहिँ यही भित्र हामी बस्ने कि खसी मात्रै मान्छे बस्ने सबै एरिया कि मान्छे एरिया यो सबै तपाईँले देख्नु भएको छ यो चाहिँ मान्छे बस्ने एरिया हो होइन यहाँदेखि त्यो पुरै लाइन अपार्टमेन्ट टाइपमा चाहिँ यहाँनिर तपाईँहरूले चाहिँ हेर्न सक्नुहुन्छ यो चाहिँ भिल्ला यो तपाईँहरूले रेन्टमा लिन सक्नुहुन्छ र तपाईँहरूको कुनै पनि चाडबाड आउँदैछ भने चाहिँ तपाईँहरूले चाहिँ मजाले चाहिँ यसलाई चाहिँ हेर्नुहोस् है कस्तो दामी है पर नाइटको हिसाबले 60, 50, 100, 150 केडी रुमको हिसाबले लिन सक्नुहुन्छ अब भित्र जाँदैछौँ हामी मान्छे छैन यार स्विमिङ पुलदेखि लिएर सबै हुँदो रहेछ आमामा यो चाहिँ अहिले चाहिँ त्यो यहाँको चाहिँ रेखदेख गर्ने रखेल भन्छ नि त्यो आउँदैछ लाइट पनि अन छैन र यो भित्र छिरिसकेपछि तपाईँले चाहिँ मजाले चाहिँ यहाँनिर चाहिँ तपाईँले बारबिक्यूदेखि लिएर रातभरि यो तपाईँको भयो कि यो अहिले जस्तै अब हामीले चाहिँ अर्डर गर्न आएको बुक गर्न हो खसी पनि ल्याउने यहीँ पाइन्छ छेउछाउमा पाइन्छ र खसी ल्याइसकेपछि तपाईँहरूले त्यसलाई मजाले यहीँभित्र काटेर बुक गरेर आनन्दले मजाले रमाउनु र भोलिपल्ट बल्ल ड्युटी जाने कि कोही सालमिया जान्छन् कोही फरवानिया जान्छन् कता जान्छन् कुवेतमा यो बेस्ट पार्ट तपाईँ धेरैलाई थाहा थियो होला होइन यो चाहिँ के ठाउँ अरे फेरि बिर्सिस कपत हामी चाहिँ कपत भन्ने ठाउँमा आएको छौँ झन्डै सालमियाबाट 1-1.5 घन्टाको ट्राभल हेर्नुहोस् ठाउँ पनि बबाल छ है फेरि बस्ने ठाउँ यो सबै ठाउँ चाहिँ तपाईँको लागि हो कि एक रातको लागि तपाईँले लिनुहुन्छ दामी छ है यो सानो किचन पनि छ भित्र अहिले आउँछ खोलिदिन्छ त्यो खोलिदिन्छ बुढाले खोलिसकेपछि यो सब हाम्रो हुन्छ आजलाई चाहिँ है
आजलाई त होइन हामी बुक गर्न आएको स्विमिङ पुल पनि हुन्छ यहाँ अहिले यो सफा गरिदिन्छौँ हामी आउने भएपछि अहिले जस्ट हेर्न लागेको हो र वासरुम सबै छ यस्तै हो बस हेर्न सक्नुहुन्छ र यहाँ हामीले चाहिँ प्लान गरिसकेको अवस्था छ मलाई लाग्छ यो 80 केडी 70 केडी कति 100 केडी भित्रमा दिन्छ वान नाइटको होइन र यसमा 25 30 40 जना रुमै रुम हुन्छ यहाँ मजाले किचन त्यस्तै छ रमाइलो गर्ने ठाउँ ठिक छ ठस गनाउँछ मन्जी 2 शब्द यो ठाउँ बडो रमाइलो लाग्यो मलाई यार आउनै पर्ने ठाउँ रहेछ सम्पूर्णलाई चाहिँ इन्भाइट गरिदिनु न यो ठाउँको नाम चाहिँ कपत हो यो चाहिँ हामीले यसो दसैँ तिहारमा यसो रमाइलो गर्नको लागि विशेष गरी हाम्रो नेपालीहरूको चाडपर्वमा चाहिँ यसो बसेर रमाइलो गरौँ त एउटा घर परिवार भनेर त्यही भएर यो एरियाको लागि चाहिँ बनाउँछ र फाइनली 2 घन्टा लाएर हामी चाहिँ यो कपाल भन्ने ठाउँमा के कपाल हो कि कपत भन्ने ठाउँमा खसी लिन आएका छौँ दसैँमा अब लम खसी बजाउँछ केटा हो हेरौँ अब के कस्तो प्राइस हुन्छ यहाँनिर सब बार्गेनिङ यो चाहिँ भेडा खसी सबै पाइन्छ यी पुरै खतरा ठाउँ रहेछ आमामामा तर साँझमा हिँडेको रे उज्यालोमा हिँडेको रातै पऱ्यो यार खोज्दा र साथसाथै एउटा बब्बाल यहाँको के मन पऱ्यो भने पुरा ग्यादरिङमा आउने चाहिँ फार्म हाउसै हेरेर आयो 110 केडीमा डिल पनि गर्यो बबाल छ भित्रबाट स्विमिङ पुल पनि छ जस फ्यामिलीहरू मिलेर आउनु अनि ग्रुपिङमा साथीहरू 20-25 जना मजाले आउन सक्दो रहेछ ओ सोडी हेलो सोडी यो त भेडा हो राइट खसीहरू चाहिँ लोकल खसी भनेर बेच्दो रहेछ हेर्नु पर्यो नि छाम्नु पर्छ युवकजी छाम्नु पर्छ छोटो खालको चाहिँ त्यो डल्लो भएको मजाउ यो भिडियोमा बास आएगा तो हमको पेट दुखी करे म थाम दिया थे हम जाऊँ भाई उठाएर हेर्नुपर्छ कि बोका खस्यो फर्किनु पर्यो यो त बहुत त बाह्र है यता आयो ल केटा बनाएर एकछिन यसको गेडा यो त बाख्रा कहाँ खसी हो यो भनेको समातेर त उठाएर त यो ठिक छ यो ठिक छ त लामो कान मन परेन ठिक छ त त्यो ओ के छ लामो कान होइन लामो कान ठिकै हुन्छ त बहुत अच्छा भाई बहुत अच्छे मसले हेर्दा त सबै बाख्री भइरहेछ कत्रो हो गेडा पनि आमा राइट यसको त झुप्पा पनि कत्रो हो लामगाने रहेछ मलाई भाग्दैन कहाँ भाग्दैन आएर यता आइज दसैँ मान्नुपर्छ अब हामी सबैजना मिलेर दसैँ मान्नुपर्छ ओ कितना केजी होगा वो सबभन्दा ठुलो कुन छ हेर्नु त त्यसमा एकदम म एउटा यो भिडियो बनाउँ त म तपाईँलाई त्यहाँ उठाएर देखाउँछु कति किलो ट्याक्कै भनिदिन्छु यो चाहिँ यो छेउको यो झ्याप्पा परेको यो भाइको गरिदिनु आज ल हाबिबी हाबिबी यो चाहिँ ठिक हुन्छ यो 27-28 भन्दा धेरै छैन 30 किलो 30-32 अझै 27-26 छ बहुत अच्छा गनायो फाइनली कुवेत आएर चाहिँ बोका पनि समात्यो झुप्पै थोत्रो रहेछ र बाद साथीहरू ल बार्गेनिङ प्राइस कति भने रे अहिले उसले 90 केडी भने 90 हो जेतोडे महँगै हो क्या 90 नेपाली हिसाबमा नौचोको 36-38 ठिकै हो तर बोका रहेछ ठिक छ तर मासु त मिठो छ डल्ले खसी हो मासु राम्रो पर्छ यहाँको खसीमा बस्नु हुँदैन मलाई टट्ट पारेर फुलपातीको दिन पर्सिको दिन खाइन भने त तल पनि जाने ल साथीहरू कोही पनि आउनु पर्यो नि हेरी छानी यस्तरी पाइन्छ छानी खसी पाइँदो रहेछ मजाले आउनु होला साथीहरू आउनुपर्छ अरू कुरा त्यस्तै हो लाइक सब्सक्राइब फलो गर्नु होला यस्तै जानकारीको लागि र धेरै पछि युट्युबमा आएको छु फेरि अगाडि जानुपर्छ
गनाएर आपसे ये किस आदमी का? किस आदमी को चाहिए? 30 आदमी के लिए वो कितने की हो जाता है? भाई बहुत अच्छा मांस है वो, बहुत मस्त है, बहुत ताजा है। सही हल्का नहीं। यो फेरि भेडा होला भेडा सेडा सबै पाउँछ हेर्दै भेडाको त यहाँनिर चाहिँ भेडा तपाईँले चाहिँ खसी बोका सब पाइन्छ उयो यताबाट पनि बड़ा चाहिए। पुरा फार्मै हुन्छ ल हेर्नु साथीहरू त्यो यहाँ यसरी लगेर दसैँमा काट्न तिहारमा काट्नु बडो मजा आउँछ तपाईँ हामी नझुक्किने होला त्यो लुलुमा यताउता खाएको खसीहरू भनेको एकदम छाले खालेको हुन्छ पिछे हुँदैन यहाँबाट लगेर उठु उठु इतना महंगा क्यों है ये? वो चाहिए वो सताला चाहिए। ये तो भेड़ा है कितना में देगा वो? उई नारी यसमा चाहिँ राजा अच्छा नेपालतिर वो पाउँदैन सताला चाहिए बरोला। हाँ देख ना वो मुदिर में मुदिर के ऊ त्यो बडावाला ओ वाला बोला ए बरोला चाहिए। त्यत्रो ठुलो हुन्छ र हामीलाई वो कितना केडी का है? वो 35 किलो है का। 35 किलो। चलो तो देखो कितना केडी में आया? कितने केडी और रेट देखो एक बार पहिले देखाऊ त मको अनुहार चाहिँ हेर्नुपर्छ ल साथीहरू कोही त आएर खसी खाइने होला जस्तो छ यो पालि दसैँ चाहिँ यहीँ काट्ने अनि यतातिर फार्म हाउस पनि रिजर्भ गरेर आयो दामी चाहिँ फार्म हाउस बब्बाल छ साथीहरू हेर्नुपर्छ जान्न पर्दो रहेछ 25-30 पैँतिसजना अट्छ त्यो रातभरि दिँदो रहेछ त्यसपछि रातभरि 24 घन्टाको त्यो सब आज बेलुका बिहिबार बेलुका हामी 7 बजीतिर आइपुग्छौँ 8 बजीतिर आइपुग्छौँ पकाउन थाल्छौँ भित्रै पकाउने स्विमिङ गर्नेदेखि लिएर सुत्ने सबै केटाको छुट्टै रुम केटीको छुट्टै रुम हुन्छ पकाउने नाच्ने नाच गान गर्ने सबै ठाउँ छ बबाल छ त्यो दामी हुनेवाला छ यसपालिको दसैँ चाहिँ कुवेतमा फर्स्ट दसैँ हो कुवेतमा होइन यस्तो रमाइलो गर्न लाग्यो खसी नै काट्ने भन्ने प्लानले चाहिँ हामी खसी हेर्न आएका छौँ र धेरैजनाले सोध्नु भएको थियो खसी पाउने ठाउँ कहाँ हुन्छ यो जारा साइडतिर पर्छ अनि के अरे यो के ठाउँ रे ओ मन्दी के ठाउँ रे यो खसी पनि कपाल भन्ने ठाउँमा पाउँदो रहेछ किलोको हिसाबमा छानी पाउँदो रहेछ बबाल रहेछ ल साथीहरू सबैजना आउनु है ल अब चाहिँ यो लाइक सब्सक्राइब सबैले गरिदिनु होला यस्तो जानकारीमूलक भिडियोको लागि स्पेसली कुवेतको लागि धेरै पछि बनाएको छु यस्तो मोटिभेट प्रोत्साहन भयो भने चाहिँ पाउनुहुन्छ है त ल ल उठाउनु यो कायदा छ कि यो ठिक छ ल आमा यो त बबाल छ यसलाई भन्नु यहीँ राखेन ठिक छ यो बबाल छ त्यसलाई रामै हान्नु त पहिला गेडा थाम्नु गेडा ओ आइवा खसी हो ल ठिक छ त्यसो ल गेडै छामेपछि अब सक्यो है गाइस यसरी किन्ने गेडा छाम्नुपर्छ खसीको विशेष गरेर खसीको झुप्पा हुन्छ नि त्यो नछामिकन खसी पत्ता लगाउन सक्दैन त्यही भएर सिङ हेर्ने लामगाने खसी अब यतातिर फेरि सबभन्दा बेस्ट भनेको के रहेछ लामो कान भएको खसी पाउँदो रहेछ हाम्रो नेपाल जस्तो सानो डल्लो कुमुर्को परेको मासु च्याप्प परेको पाउँदैन रहेछ होइन हेरिरहेको छौँ तैपनि हामीले अब त्यसले चाहिँ कति भनेको छ भने कति 80 केडी 90 केडी दिए त हुन्थ्यो मजाले हैन खतरा रहेछ ठाउँ चाहिँ अब थाहा पाइयो धेरै कुराहरू त्यही ठिक छ के मैले अघि नै हेर्छु त्यही भन्नुले फोन गर्नु